श्रीलङ्का आइसकेको छौँ। हामी पनि खाना खाने ठाउँसम्म आइपुग्यो अब। असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् हे मैचङले रुँदै धारा खाना कि खाजा हो त यो पाउरोटी रहेछ यो के रहेछ। ल अब हामी चाहिँ खाना सुरु गरेको। ल अब हामी खाजा खाना निस्किसकेका छौँ। अब हाम्रो नेपाली दाई मात्रै नेपाली मान्छेको त्यहाँ तर झन्डा चाहिँ हाम्रो दाईको मात्रै काममा क्या है। नेपालको माया भनेको यस्तो हुन्छ कि एभ्री टाइम पाउने रातो र चन्द्र सूर्य आजबाट आज के भने अब दुबईको उमा पुगेपछि म भ्लग खोल्छु। मेरो नाम चाहिँ गिरी भ्लग राख्छु म अब चाहिँ। श्रीलङ्का नि त दामी है, एकदम दामी हो। लाइक कमेन्ट चाहिँ एकदम हुनु पऱ्यो। लाइक एयरपोर्ट चाहिँ बाहिर नभएर के गर्ने अब स्वदेशमा भन्दा त अब विदेश घुम्न पऱ्यो होइन। मेरो भ्लग चाहिँ जोडीले जहाँबाट हेरे पनि मन्द मेरो नेपाली हो श्रीलङ्कामा आएर मन्द मेरो नेपाली हो। हजुरको मात्रै हो कि कसो हो? सुर्गेस नेपालको झन्डा हजुरको मात्रै हो? यो चाहिँ एकदम होला यो चाहिँ नेपालमा नभइ के गर्ने कस्तो दामी बिरुवाहरू रोपेको है। हाम्रो एयरपोर्ट चाहिँ यता तल। हामी चाहिँ दुबई आइपुगेको छ। हामीले चाहिँ सुर्केस पाइसकेको छौँ है भर्खरै भएको जीवन दाइ। दिनभरि खेल्दो हो मलाई नै भुल्दो हो साँझबारे पछि आमालाई सोध्दो ल दुबई त आयो तर दुबई पाइयो भनेर तर मार्केट आएको सामान किन्नलाई हाम्रो ग्रुप चाहिँ धेरै घरको मान्छे फेरि सामान बेलुकाको लागि ट्याक्कै खाना साना 9जना रहेछ 9-10जना छौँ एउटै हुन खाना नि। तर हामीले यहाँ चाहिँ हामीलाई के को भन्दा नि यहाँ चामल भेट्टाएन क्या हामीले भन्ने त्यही हो। म चाहिँ अब भ्लग खोल्छु है अब।